सो गाइज एकचोटि तपाईँहरूलाई फेरि मेरो ब्लगमा स्वागत छ। अनि फर्स्ट सुरुमा चाहिँ हाम्रो यो उयो चाहिँ पत्ता टिप्नु पर्ने हुन्छ। अनि पत्ता चाहिँ किन टिप्यो भन्दाखेरि चाहिँ तपाईँलाई थाहा हुन्छ। अहिले चाहिँ म जङ्गलमा छु है गाइज, हेर्नु न यस्तो डरलाग्दो जङ्गलभित्र छु। अनि यसो ब्लग पनि हानिदिउँ नि त बिचमा होइन, यताउता ठक्क केही सिन्स भइहाल्यो भने अथवा कन्टेन्ट पाइहाल्यो भने त अहिले रमाइलो छ नि त यहाँनिर। अनि त्यही भएर चाहिँ मैले ब्लग गर्न खोजेको। सो जङ्गलभित्र छु, अब काममै भनौँ न, काममा हो। अनि यहाँ चाहिँ डेलिभरी प्रोन आएको थियो कि, सो तपाईँलाई थाहा होला कतिलाई डेलिभरी हानिदिन्छु म। अहिले छैन नि त केही पनि, न सिप छ न स्किल छ केही होइन। अनि टक्क लागेर चाहिँ हेर्नु नि अफरोडै अफरोड छ कि। अनि आज पनि फेरि यो एडिटै नगरिकन हाल्ने ब्लग हो होइन, जस्तो उयो हुन्छ त्यस्तै। भिडियोमा म यताउता र वर्डहरू बोल्दिनँ। सो यस्तोमा चाहिँ लास्टै गाह्रो हुन्छ नि त। हेर्नु न फ्याक्ट्रीहरू कत्रो ठुलो रह। यो हामी चाहिँ अहिले कहाँ हो भने पुरै उद्योग हेटवटा उद्योग के भन्छ एचआइडी भनौँ न, एचआइडीको यता यो जङ्गलभित्रतिर हो। खासै केही पनि होइन, त्यो अलिकति जङ्गलभित्र चाहिँ हो। सो धेरै कस्तो गाह्रो भयो यहाँ बोल्न, आमाम पुरै छ नि केटा होइन। आज बिहानदेखि चाहिँ अहिलेसम्म 22 किलोमिटर कुद्छु म। अनि यहाँ चाहिँ कस्तो छ भने हेर्नु पुरै अफरोड छ। अनि एकदम गाह्रो केमा 15-16 हजारको लागि 2-4 लाखको स्कुटी मेरो यार, 4 लाख नभनौँ, सो 3 लाखको स्कुटी, 2-3 लाखको स्कुटी खेर फ्याल्दा हात्तीमाथिमा करोडौँको छाला, करोडौँको मेरो छाला पुरै ड्यामेज हान्दा मैले यो घाममा काम गरेर। सो त्यही हो, यहाँबाट चाहिँ जानुपर्ने हुन्छ हामी। यता चाहिँ धेरै प्रकारको फ्याक्ट्रीहरू पाइन्छ है। हल्का डटवाला भयो मैले कुदाइन केटा हो, के गर्नु अब छैन। माथि चाहिँ हाम्रो कार्पेट फ्याक्ट्रीहरू छ। सो तपाईँहरूलाई यता कार्पेट सार्पेट चाहिँ यताउता चाहियो भने मजाले यताबाट लिएर आउन सक्नुहुन्छ। सो हामी चाहिँ अहिले यता निस्किसकेको छौँ। अनि त्यही हो, अनि हातबाट चलाउन सक्छु मैले अहिले त्यही मजाले कन्ट्रोल नै हानिदिन्छु। अनि सो त्यो खासै गाह्रो छैन केही पनि होइन। अनि स्टार्टहरू मैले हुइली सोली नै सिकिरहेको थिएँ, तर बिचमा एउटा क्रास भएर चाहिँ मैले हुइली सोली हानेर छोडिदिएँ केटा हो होइन। त्यही हो, माथि हेर्नु मौसम यस्तो दामी छ, बवाल छ कि मौसम यताको। अनि सो यहाँबाट चाहिँ हामी बजारसम्म पुग्दाखेरि चाहिँ कति मिनट हुन्छ थाहा छैन। सो लगभग 13-14 मिनट भइदियो भने चाहिँ भ्लग राम्रो हुन्छ होइन, भ्लग राम्रो हुन्छ। योभन्दा अघिल्लो च्यानलमा नि हजुरहरूले एकदमै माया देखाइदिनु भएको छ। अब यो भिडियोमा नि माया देखाइदिनु पऱ्यो कि, यो भिडियोमा नि अलि माया देखाइदिनु पऱ्यो तपाईँहरूले। अनि यसो 3-4वटा भिडियो आउँछ, यो च्यानलमा चाहिँ धेरै भिडियो आउँदैन। लगभग म्याक्सिमम् 20वटा जति भिडियो हाल्छु। 20वटा जति भिडियोमै मोनिटाइज भयो भने भयो, नत्र चाहिँ म भिडियो हाल्दिनँ। किनकि तपाईँलाई थाहा नै छ होला मेरो अर्को पनि च्यानल छ। अनि सो अर्को च्यानल मोनिटाइजको लागि अप्लाई छ। अब त्यो च्यानलमा चाहिँ मैले अहिले भिडियो हालेन कि, मोनिटाइज हुने बित्तिकै म त्यो च्यानलमा जान्छु। सो यो च्यानलमा चाहिँ त्यो 15-16वटा अथवा 20वटा जति चाहिँ भिडियो मैले हालिदिन्छु होला। सो त्यतिमै यो च्यानल नि मोनिटाइज भयो भने ठिक छ, एकदमै राम्रो हुन्छ होइन। ए कति सानो ट्याक्सी अरे, अनि चट्ट आएर आन्टी कसलाई कुर्नु भएर लिची है, लिची केटाहरू लिची खाने बेला भएको थियो केटाहरू। लिची त अब कसले टिपे खाने के, हाम्रो टोलतिर पनि छ लिचीहरू त, तर कसैले टिपे छैन। सो अस्ति एकचोटि चाहिँ हामी किनमेल केटाहरू लिची चढ्न गएको थियौँ। त्यो भिडियो अलिकति क्लिप चाहिँ मैले फेसबुकमा हालिदिएको थिएँ, तर पुरै चाहिँ हाल्न पाएन। सो त्यही हो, 24 किलोमिटर कुदिसक्यो होइन। 24 किलोमिटरको चाहिँ लगभग त्यही 150 रुपियाँ जति आउँछ मलाई। यही 24 किलोमिटर ठोकिन्छ त्यस्तो पाराले त। सो हल्का आत्तिने ड्राइभर भयो भने हानिदिन्छ नि त। सो नेपाल ब्याङ्क है, यता नेपाल ब्याङ्क। सो यहाँबाट चाहिँ हामी जानुपर्ने हुन्छ। सो आइफोन लिने सोचिरहेको थियो केटा हो होइन, अलिकति पैसा पुगेको छैन। सो तिमीहरूसँग छ भने सुज हानिदियो न यार, सापट्टि भन्दा नि स्पोन्सर हानिदियो न यार। छैन भने पैसै छैन आइफोन किन्ने, गाह्रो छ कि मलाई। हेर्नु न आशा छोडेर यो हल्का ह्यान्डिल पुरै हल्ट्यायो कि जस्तो लाग्छ। त्यही हो, देश रमाइलो छ। मौसम हेर्नु दिनु भएर दामी खानु मौसम। अनि के भयो यार त्यो फुल त होइन, ए फुलै रहेछ। म त त्यो खाने त्यो ऐँसीहरू जस्तो लागेर पुरै हेरिराख्यो यहाँभित्र, होइन रहेछ कि। अब सो यहाँबाट चाहिँ बाटो काट्नुपर्ने हुन्छ। सो बाटो काट्दै यो अटोलाई त टपिहाल्छु म। यस्तो यो अटो
झटोभटो त मैले टपिया नै हाल्छु। अलिकति गाह्रो भनेको चाहिँ पानी आउँदाखेरि हुन्छ। सो त्यही हो गाइज, हेर्दै जाउँ होइन, मेहनत गर्दै जाउँ। एक न एक दिन त कसको सफलता नपाउला र। युट्युबबाटै सफलता नपायो भने अरू थोकबाट सफलता पाउला नि त होइन। ल त्यही हो, बिस्तारै हेर्दै जाउँ। सो तपाईँहरूलाई मैले बोलेको सुन्दा वाक्क लाग्यो है। एकछिन चुलाएर बस्नु त, एकछिन चुलाएर बस्नु। हेर्नु न कहाँबाट पेल्यायो, कहाँबाट पेल्यायो गाडीहरू त आम्मामा एकदम उयो खालको एकदमै जस काठमाडौँतिर जस्तो छैन होइन। अलिकति वान वे बाटोहरू छैन यता चाहिँ। अब जहाँबाट चलाउँदा नि हुन्छ। जो मैले यहाँ चलाइरहेको छु यहाँ फेरि चलाउँदा नि कसैले केही पनि भन्दैन, तर एक्सिडेन्ट हुन्छ अनि आफैलाई हानि गर्छ, त्यति मात्रै हो। यता चाहिँ जहाँ हेर्नु न, यहीँनिर घाम लगाइरहेको होइन, यसको उतापट्टि पुरै शीतल भइरहेको क्या। यस्तो हुन्छ कि कुदरतका करिश्मा भन्छ यसलाई, कुदरतका करिश्मा बोल्थे। ओए बाटो काटिन्छ क्या यो अङ्कलले यार। ऊ हेर्नु नि यहाँबाट शीतल के, त्यही माथि घाम लगाइरहेको यहीँ शीतल के बात हो। हुन थाले चाहिँ के भइरहेको छ हेटौडामा अलिकति चोकेडाहरू यतातिर चाहिँ चल्लाको बच्चाहरू पाइन्छ है। सो लगभगले त यतैबाट लग्छ होला चल्लाको बच्चाहरू यताउताको। गनायो त केटा, के गनायो, धुवा गनायो रहेछ यार, पेट्रोलको उयो मिसकट अति गनाइदिएर यार। साउन्ड सुन्नु अगाडिको यो के हो, यो एमटी हो त, एमटी हो कि V2 हो कि V3 हो, V3 जस्तो लाग्छ मलाई अगाडिको। पछाडिबाट हेर्दा त के यसै मेरो होइन ल V3 रहेछ, V3 केटाहरू है अगाडिको चाहिँ मिठो छ नि साउन्ड। हेर्नु न कहाँको कुन ठाउँबाट आहो भन्छ डान्स पार्छ है केटाहरू यता करातिर। कसले भने डान्स पार्छ छैन भनेर छ है यतातिर, डान्स पार्नु जाने केटाहरू आयो हुन्छ है। हेर्नु न साउन्ड मिठो खालके, मोडिफाई नै होला सायद, नत्र त खासै हुनु नपर्ने हो। अनि कस्तो पेले हेर्नु यो मान्छे। हेर्नु न साथी रहेछ है, मलाई जित्नको लागि उताबाट गएर हेर्नु न, तर म चाहिँ यसरी जान्न। सो अलिकति त्यसरी गयो भने चाहिँ अलिकति गाह्रो हुन्छ। ए ट्रकको पछाडि नजाउँ यार, ट्रकको पछाडि कहिले नजाउँ, हामी पनि त्यही लाइन च्यापौँ न त अब होइन। तर उताबाट गाडी आइरहेको जानु हुन, बिचोक हुन्छ फेरि। ओए यहाँबाट चाहिँ कटिन्छ मजाले। सो यतिसम्म चाहिँ कन्फिडेन्स छ कि कन्फिडेन्स नभएको ठाउँमा म जान्न, छिराउन्न। सो त्यतिसम्म छिर्छ भने थाहा थियो। यहाँबाट पनि मजाले छिर्छ, यो एउटा स्पिडले केही गर्दैन। सट्ट आएँ हेर्नु न अगाडिको यो अटोमा क्या दामी गरे, के पो झुन्डा खायो क्या दामी भाडामा। त्यो उयो हुन्छ नि, त्यो के अरे चक्काहरू पहिला उडाउँथ्यो नि, चक्कामा पुरै यो सानो पातलो धागो जस्तो बेटाएर आउँथ्यो नि। सो त्यस्तै चाहिँ हालेको उयसमा दामी हो तर जे होस्। सो हामी चाहिँ अहिले गइरहेछौँ हाम्रै लाइनमा। सो यताउता हेर्नु न, मिररमा सब देख्छ कि मेरो चाहिँ, तपाईँहरूकोमा देख्दैन होला है। सो कौन है ये लोग, कहाँ से आ जाते हैं भन्ने वाला डाइलग चाहिँ नहाल्नु होला। सो कम्तीमा नि भिडियो यो गाडी यता जान थाल्यो अनि त्यही भएर चाहिँ म यहाँबाट जान मिल्यो। यति गरेपछि चाहिँ अलिकति अनि म कस्तो त्यो सर्ट भिडियो हाल्छु कि मैले अर्को च्यानलमा, मेरो 12-13वटा च्यानलै, अनि मैले सब च्यानलमा भिडियो हाल्छु। हेर्नु न खाल्टोमा त गाह्रो, सब च्यानलमा भिडियो हाल्ने गरेको छु कि होइन। ए तपाईँलाई एउटा कुरा थाहा छैन होला होइन, एन्टोर्कमा चाहिँ 8 सेकेन्डभित्र 80को स्पिडसम्म समात्छ भने यसमा चाहिँ 60को समाउँछ क्या। अहिले त यो 25बाट सुरु भयो, जो 60सम्मको स्पिड समात्दै रहेछ 8 सेकेन्डमा। एन्टोर्क अलिक पावरफुल हो नि त, एन्टोर्कलाई चाहिँ अलिक सकिनँ। शीतलमहल चोक सिकेटाहरू अघि नै बाइक चलाएको थिएँ मैले पनि। ल फक चलायो केटाले यार, के चलायो यार, फक भयो यार, यस्तरी पो हाल्ने त। सो मैले चाहिँ हाल्छु त्यसरी। कस्तो पछाडिको चक्का नै निस्किन थाले जस्तो। लामा लक्ष्मी कलेक्सनको लोकेसन चाहिँ यो है केटाहरू, बाहिरतिर कपडाहरू राखेको छ। सो हेटौडामा चाहिँ अलिकति राम्रो कपडा पाउने भनेर चाहिँ यहीँ होला, तर
एकदमै प्राइस चाहिँ अलि चित्त बुझ्दैन होला त्यति मात्र हो सो जे होस् ठिक छ क्वालिटीहरू राम्रो पाउँछ अनि यहाँबाट छिराउनु पनि हुन्छ यो बाइक जस्तो पावर नहुने रहेछ कि स्कुटीमा अनि अलिकति कन्फ्युज हुने कि हामी चाहिँ छिराउँ कि नछिराउँ बाइकमा त अघि एकचोटि हेर्नु त स्कुटी लिएर आएको हुन्छ ऱ्याक 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 हामी हो ऱ्याक सो त्यही गाइस लास्टसम्म भिडियो हेर्नु भएकोहरूलाई चाहिँ एकदमै धन्यवाद सो भिडियो नहेर्नु भएको महानुभावहरूलाई पनि धन्यवादै भनौँ न सो केटाहरू अफिसमा हारेछ सो म चाहिँ यहाँबाट जान्छु सो ओए छिराउनु ठाउँ होइन नि यहाँ राख्नु पर्ने भयो यार नयाँ बाइक हेर्नु अघि नै चलाएको बाइक चाहिँ